क्लड ब्ल्याकीलाई चोकतिर डुलाएर ल्याउँ भनेर हिँडेको है म चाहिँ। लेट्स गो आज कस्तो हुन्छ थाहा छैन। हावा खान निस्केको बा भ्यू त बबाल छ झन्। चु 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 जाडो बजाएर आज के भयो कस्तो चिसो चिसो परेको यार। आचु मान्छेहरूले लुक्स चाहिँ दिने क्या अब यो बाइकलाई यार मजा आउँछ त्यही भएर सेक्सी सेक्सी। यो बाइक त जति हेऱ्यो नि हेरेको हेरेको गर्न मन लाग्छ मलाई त। बा त्यो माउन्टेनहरू बबाल देखिरहेछ। जाडोमा सही हो। आज साउन्ड टेस्टिङको लागि पनि हो। साउन्ड कस्तो आउँदो रहेछ बाइकमा। कस्तो हावा छैन जस्तो फिल भयो यार अगाडि। बा म काम गर्ने ठाउँ आइपुग्यो यार यो चाहिँ। यस्तो चुचो चुचो भएको चाहिँ म काम गर्ने यहीँ हो क्या। डेन्जर बिजी रहेछ त रेस्टुरेन्ट चाहिँ बिजी छैन रहेछ। दामी कस्तो मजाको ठाउँ छ क्या। एकैछिन फ्रेस हुन्छ क्या क्लड घुम्न निस्किने बित्तिकै ठाउँ त लास्ट मनपर्छ मलाई। दिस इज जास्पर क्या। हाम्रो चाहिँ ठ्याक्क नेसनल पार्कमा हो क्या यो टाउन। सानो टाउन छ तर एकदमै धेरै ब्युटिफुल छ क्या। लास्टै मनपर्छ त्यही भएर। ओ खतरा रहेछ। आज चाहिँ मोर लाइक एक्जस्ट नोट सुन्नलाई पनि हिँडेको हो। कस्तो आवाज आउँछ भनेर। बा के वाट द फक अरे बवाल रहेछ त्यो गाडी त। एक राउन्ड हान्दै आमा त्यो बेलुका के अरे केटाहरूसँग चोकतिर डुल्न गए जस्तो हो। केटाहरू छैन केटाहरू मिस हुन्छ के गर्नु। कुनै दिन आउला सबै साथीभाइ यसरी नै राइड हान्ने। विदेशमा आउँछ कि नेपालमा आउँछ त्यो चाहिँ थाहा छैन आउनु चाहिँ आउँछ। केटाहरूसँग राइड हान्ने दिन पनि आउँछ। यति हो क्या टाउन अघि म जहाँबाट स्टार्ट गरेँ होइन अब जता जाँदै वहीँसम्म हो क्या हाम्रो डाउन टाउन मेन जासपरको डाउन टाउन। त्यसपछि सक्यो गो देखाइरहेको रहेछ।